फर्स्ट रोपवेमा चाहिँ म जाँदैछु होइन। ऊ माथिको डाँडा छ नि त्यहाँबाट ऊ त्यो डाँडामा त्यहाँबाट फेरि यतापट्टि यहाँनिर आउनुपर्छ होइन। I feel much better because my wife is heroine. And today is its first zip line. जिप लाइन त्यो चाहिँ यहाँको ब्रिज हो। मैले यहीँबाट देखाइदिइहालेँ। तीनटा क्यामेरा पक्रिरहेको होइन। अब हामी जङ्गल सफारी गर्न जाँदैछौँ। त्यहाँ चाहिँ ठाडैमा बाघ देखाउँछु। बाघ नमस्ते छैन मतलबै छैन होइन। बल्ल बल्ल यतातिर छ है गाई हेर्न सक्नुहुन्छ। पुच्छर खोइ स्काई वाकको लागि पनि गाडीमा गइरहेको छु होइन। ल अब यहाँ मम्मी र छोराको भिडियो बनाउने कार्यक्रम भइरहेछ। ल है ल गाई न ब्रस न मेकअपको सामान न लुगा कस्तो राम्रो जिन्दगी हो। हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म छु पटनामा र हामी जाँदैछौँ घुम्नको लागि। को जाँदैछौँ त प्रीतम यता मम्मी। अब हामी चाहिँ यहाँबाट चाहिँ बस स्टपसम्म जानुपर्ने हुन्छ। आज चाहिँ हामी पटनाको राजगिर भन्ने ठाउँमा घुम्न जाँदैछौँ। खै मलाई थाहा भएन होइन। जे होस् यहाँबाट चाहिँ 100 किलोमिटर टाढा छ अरे। त्यहाँ कस्तो हुन्छ त्यो मलाई पहिला बस स्टपमा जाउँ भने हामी यहाँबाट निस्किरहेको छौँ होइन। प्रितम यहाँ हुनुहुन्छ मक्क परेर बसिरहनु भएको छ। अनि हामीले चाहिँ बस लिइसकेको छौँ। अब चाहिँ हामी कति टाइम लाग्छ थाहा छैन। त्यहाँ पुगेर भिडियो बनाउँछ म पनि आउँछ हेर्नु सक्नुहुन्छ। अब त्यही हो। हामी राजगिर आइसकेको छौँ। अब हामी चाहिँ खाजा मगाएर पहिला खानु पर्यो अनि त्यसपछि चाहिँ डुल्न जाने हो। अनि यहाँ एउटा खाना चाहिँ आइसकेको छ हुन्छ। अब चाहिँ हामी खानासाना खाएर खाजासाजा खाएर अनि चाहिँ त्यो प्लेसमा जान्छौँ। फाइनली हामी यहाँनिर राजगिर चाहिँ आइसकेका छौँ होइन। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फरेस्ट डिपार्टमेन्ट भनेर लेखेको छ। अब स्काई वाक गर्ने भनेर जानु लाग्यो। अब हामीले टिकट चाहिँ पाउँछ कि पाउँदैन थाहा छैन। प्रितम चाहिँ अगाडि गइसक्नु भएको छ। म मेरो उहाँ चाहिँ यहाँ पछाडि हिँड्दैछौँ खाएर पेट भरेर त्यही भएर है। अब देखान्छौँ है ब्याड लक होइन। हामीले चाहिँ के अरे स्काई वाक चाहिँ गर्न पाएन। 1000 जनाको टिकट हुन्छ अरे होइन। अलरेडी बुकिङ भइसकेको छ। अनलाइन हिजो गरेनौँ सो त्यही भएर अब हामी जङ्गल सफारी गर्न जाँदैछौँ। त्यहाँ चाहिँ पहाडलाई म बाघ देखाउँछु। बाघ अनि हेर्न सक्नुहुन्छ कति राम्रो छ क्या। मैले त सनग्लासहरू केही पनि ल्याइनँ। एकदमै राम्रो छ ब्युटिफुल गार्डन होइन। त्यही हो। अब अरू त के देखाउने होला। फुलहरू छ होइन। घुम्न आउने मान्छेहरू छन्। अनि मम्मी पनि चाहिँ पढाउँदै हुनुहुन्छ। मम्मी पनि फोटो खिच्ने सबैजना हेर्नु न। तीनटा क्यामेरा पक्रिरहेको होइन। हामी चाहिँ यस्तो छौँ है। त्यही हो। त्यसमा यो गाडीमा चाहिँ सफारी गर्दैछौँ। ल है चित्तल हो पुच्छर खोइ ल यो चाहिँ केटिसी हो होइन। यहाँ चाहिँ बसिरहेछ हेर्दा पनि हेरिरहेको छैन हामीलाई होइन। वास्तै छैन मतलबै छैन होइन। बल्ल बल्ल अनुहार देखाउन लागिरहेछ। अनि त्यसपछि फेरि यसको जोडी चाहिँ यतातिर छ है। गाई चाहिँ हेर्न सक्नुहुन्छ मजाले आनन्दले। Oh my god. यो चाहिँ जङ्गल सफारी गरेर आइसकेको छौँ। मम्मी चाहिँ त्यहाँनिर हुनुहुन्छ। त्यो त मसँग जानुभएको छ। हामीले धेरै थरी देखेनौँ जङ्गल सफारीमा। जम्मा 5 थरी। त्यही पनि एउटा त चित्त बाघ त देख्नै मिलेन। त्यही हो। अब नेक्स्ट चाहिँ हामी कहाँ जान्छौँ देखाउँछौँ। अब हामी यहाँ म्युजियममा आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6वटा रहेछ है। म्युजियम चाहिँ यस्तो खालको छ है। यही हो। मान्छेहरूको विकसित रूप हो नि त यो त। हेर्न सक्नुहुन्छ मान्छेहरूको विकसित रूप। अनि कसरी मान्छे बन्ने भनेर होइन। ओ माई गड नाम चाहिँ मलाई थाहा भएन। मान्छेहरूको विकसित रूप हो यो। जे होस्
फेरि टाइगर सेक्टर रहेछ टाइगर 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 लाग्यो टाइगर हामीलाई हैन क्या त यस बाहिर निस्किँदा हामीले यस्तो टाइपको फोटो भिडियो देख्न सक्यौँ हेर्न सक्नुहुन्छ अब यहाँ मम्मी र छोराको भिडियो बनाउने कार्यक्रम भइरहेछ ल है ल गाइस यहाँनिर बाहिर निस्केपछि हेर्न सक्नुहुन्छ यहाँ फुलहरू देख्न सकिन्छ अनि त्यसपछि अब हामी त बाहिर निस्किसक्यौँ अब कहाँ जाने हो थाहा छैन देखिहाल्छौँ अनि यहाँ चाहिँ ऊ त्यहाँ पर चाहिँ गौतम बुद्धको फोटो पनि देख्न सक्नुहुन्छ जराहरूको यही हो गाइस अब यो चाहिँ अगाडि गएको जग्गा हो हामी पार्टी सक्यौँ आज हामीले राजगिर जाने केही स्काई वाकको लागि आएको चाहिँ पनि पानौँ अनि विभिन्न त्यो गेमहरू खेलाउने चाहिँ पनि पानौँ अनि हामी होटेलमा बसिरहेका छौँ लम्पसार.com यहाँ मम्मी पनि लम्पसार प्रितम पनि लम्पसार म पनि लम्पसार अब हामी एकैचोटि भोलि भेट्छौँ हामीले त केही लिएरै आएको थिएन अब यस्तै न ब्रस न मेकअपको सामान न लुगा कस्तो राम्रो जिन्दगी हेर्नु हेर्नु न हाँस्दै हुन्छ साँच्चै हो भने भोलि बाक्ली ब्रस गर्दै होइन हाम्रो बिजा भयो र अब के गर्ने यस्तै हो गाइस सी यु नेक्स्ट डे ल अब आज चाहिँ नेक्स्ट डे हो होइन हामी चाहिँ त्यो होटेलमा बसेको थियौँ यो होटेलमा अनि हामी चाहिँ हिजो स्काई वाक गर्न पाएन नि त अनि सो यहाँनिर स्टे गरेर बसेका थिएँ यहाँनिर मम्मी पिँदै हुनुहुन्छ दुध चिया हामी चाहिँ पिन्न बिहान बिहान ग्यास्ट्रिकको प्रब्लम छ त्यही हो अनि हाय गाइस इसका आवाज कम है ल ल हिन्दी नघुसाउनु अति उसको आवाज कम छ भन्ने मतलब हो ए ल गाइस हामी फेरि हिजोकै ठाउँमा आइसकेको छौँ स्काई वाक गर्नको लागि हेर्न सक्नुहुन्छ यहाँनिर पुरा लेखेको छ फरेस्ट डिपार्टमेन्ट राजगिर वाइल्ड लाइफ सफारी राजगिर वन्यजन्तु के हो समथिङ के लेखेको छ होइन यही हो गाइस अब हामी भित्र इन्ट्री गर्छौँ आज चाहिँ टिकट काट्न चाहिँ अनलाइन गराएको छ पाउँछ कि पाउँदैन लेट्स सी हामी सफारीको लागि नि गाडी चढिरहेको थियौँ होइन आज हामी स्काई वाकको लागि पनि गाडीमा गइरहेछौँ होइन यहाँ हेर्न सक्नुहुन्छ लाइन अनि म छु यहाँ लगेर मम्मी फाइनली उयो अराइभ एट नेचर सफारी जहाँ चाहिँ स्काई वाक हुन्छ होइन अनि त्यही भएर हामी आइसकेको छौँ गाडी उठिसकेको छ अब हामी भित्र जान्छौँ ब्रिजमा चाहिँ जाँदैछौँ हामी सिसामा हिँडिरहेछौँ ग्लास ब्रिज ओ माई गड अहिले त खाली नै रहेछ अनि त्यही हो यो चाहिँ यहाँको ब्रिज हो मैले यहीँबाट देखाइदिइहालेँ हामी ग्लास ब्रिज चढेर आइसकेको छौँ हाउ डु यु फिल प्लिज I feel very lucky because मैले यहाँ लिएर आएँ I feel very lucky because I am with my heroine and mom. Mommy also. मम्मीले कसलाई She is my mom. She is my बुहारी नहीं wife. Her भन्नु न बुहारी. भन्न दिन्न यो बेटा बाबु बेटा गुड नेक्स्ट स्टेसन झोलिङ्गे पुल दिस इज कल्ड सस्पेन्सन ब्रिज एन्ड अब सानै छ होइन उहाँ नेपालमा त हामीले ठुलो देखिरहेको हुन्छ नि त सो यो चाहिँ सानो खालको ब्रिज छ अनि हामी चाहिँ गइरहेको हुन्छ यो पुलको पनि यति महत्त्व छ झुलुङ हामीले चाहिँ बाइक साइक्लिङको जिप साइक्लिङको टिकट काटिसकेको छौँ पर पर्सन 100 रुपियाँ त्यो इन्डियन त्यही हो अघि कतिवटा खानेकुरा खाइसक्यो तर मैले भ्लगमा ल्याउन चाहिनँ किनकि पेट दुख्छ भनेर अब यहाँनिर हामीले मगाएको छौँ फ्राई राइस यो हक्का नुडल्स फ्रेन्च फ्राई अब हामी खाँदैछौँ त्यही हो भोक लागिरहेको छ खाइहालौँ ल यहाँ साइक्लिङ गर्न आएको छौँ अब हामी डिसाइड गरिरहेको छौँ गर्ने कि गर्न त गर्ने हो टिकट कटिसकेको छ 100 रुपियाँको त्यही हो सुन्नु नि फुल पेन्डल लानु हाल्दै जाऊ पेन्डल हामी चाहिँ साइक्लिङ गरेर आइसकेको छौँ हेर्न सक्नुहुन्छ कमलको फुल कति राम्रो छ अब हामी जाँदैछौँ के गर्न जाँदैछौँ प्रितम भन्नु त
हाम्रो गइरहेछौँ अब सायद केबल कारमा जान यताडि उता क्या जिप लाइनिङ खोइ आई डोन्ट नो त्यो केबल कार हो त केबल होइन जिप लाइनिङ नै होला मेबी सर जाने के अरे रोपवेमा चाहिँ ठक्क जाँदैछु यहाँ प्रितम चाहिँ नजाने रे म जान लागिरहेको छु यो मेरो फर्स्ट एक्सपिरियन्स हो अब हेर्न सक्नुहुन्छ मेरो चाहिँ फर्स्ट रोपवेमा चाहिँ म जाँदैछु होइन ऊ माथिको डाँडा छ नि त्यहाँबाट ऊ त्यो डाँडामा त्यहाँबाट फेरि यतापट्टि यहाँनिर आउनुपर्छ होइन अलिकति एडभेन्चर टाइपको नै छ होइन त्यस्तो डर त लागेको छैन होइन अब थाहा छैन मेरो भिडियो अब कसरी आउँछ फेरि प्रितमलाई त्यहाँको भिडियो खिचेर फेरि यहाँ आउनु छ नि त बिचरा हिँड्न सक्दैन नि त बुढीको लागि यति चाहिँ गरिरहेछ होइन कस्तो लागिरहेछ त ऊ चाहिँ नगर्ने रे मेरो लागि मात्र उ गइरहेछ बिचरा I feel much better because my wife is heroine and today is its first zip line. जिप लाइन चलो आप सीढ़ी खाली करके रखो एक लोग आओ बाकी सीढ़ी खाली करके रखो एक लोग आओ टिकट अपने पास रखो बाकी सीढ़ी खाली करके रखो आप लोग हां ठीक है भाई को बोल देना भाई ऐसे बनवाने के बाद किसका पास है जिप लाइन का प्रीतम जी खानेकुरा लेके खाजा लिएर नास्ता एक्टिङ हेर न त्यहाँ एक्टिङको दोकान Thank you. अब खाइए हामी अब ब्याक हुँदैछौँ यहाँको चाहिँ एडभेन्चर कुराहरू सबै सकियो अब हामी नेक्स्ट डेस्टिनेसनमा जाँदैछौँ गाइज हामी यो टमटममा जाँदैछौँ होइन शान्ति स्तूपनिर अब यहाँनिर मम्मी हुनुहुन्छ प्रितम हुनुहुन्छ हामी 5 जना छौँ र यहाँनिर घोडा चलिरहेछ नो अप्सन होइन त्यही भएर घोडामा बसिरहेछौँ अरू केही पनि जाँदैन ल हेर्न सक्नुहुन्छ त्यही हो अब त्यही शान्ति स्तूपमा गएर देखौँ ल बाई ल बस 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 सिङ्गार चाहिँ हामी केबल कारको टिकट पाइसकेका छौँ यहाँनिर चाहिँ यस्तो यस्तो दृश्य देख्न छैन र हात्तीहरू छ पर्खिन है त यहाँनिर पसलहरू पनि छ अब हामी केबल कारमा जान्छौँ गाइज हामी आइसकेका छौँ केबल कार चढ्ने ठाउँमा हेर्न सक्नुहुन्छ यो चाहिँ केबल कारको वे हो है त्यही हो आयो हामी चढ्ने केबल कार और हम बढ़ रहे हैं और हमारे साथ आप भी जो है वो रोपवे का आनंद ले रहे हैं आपको बता दें कि ये तकरीबन 400-500 मीटर की ऊंचाई पर है विश्व शांति स्तूप जिसके लिए पहले सीढ़ियों से जाना पड़ता था लेकिन अब जो है राजगीर तक का सफर कैसा रहा बहुत अच्छा रहा हम लोग कल ही पहुंचे हैं ठीक है तो अभी जो विकास आप देख रहे हैं जो यहाँ पर बदलाव हो रहे हैं वो कैसा लग रहा है पहले यहाँ रोप पे देख सकते थे साइड में छोटा वाला था थोड़ा डेंजरी था वो फाइनली हामी आइपुगेका छौँ शान्ति स्तूपमा हुन्छ ल इन्डियामा पनि यस्तो पहाड छ है त्यो पनि बिहारमा नै आइपुगे स्टोरेज चाहिँ फुल देखान्छ ल ढुङ्गै ढुङ्गा पहाडको बिचमा हम है गाइस यो चाहिँ शान्ति स्तूपको यो चाहिँ यतापट्टि चाहिँ जापानिज टेम्पल रहेछ अनि हामी चाहिँ यहाँनिर भित्र गएर बाहिर आइसक्यौँ अब चाहिँ हामी त्यहाँ स्तूपमा केही फोटोहरू खिच्छौँ यहाँ चाहिँ लङ्गुर रे यो बान्दरभन्दा अलिक अर्को खालको क्या कालो अनुहार भएको म जस्तै ए हामी पहाडमा अब यहाँनिर आइसकेका छौँ होइन अब यो हाम्रो अन्तिम डेस्टिनेसन हो अनि त्यही भएर यो मजा लिउँ भनेर यहाँनिर पहाड छ है नेपालमा जस्तै अनि त्यही हेर्न गएको अब हेरिहालेँ होइन हुन त वहीँनिर हेरिरहेको त्यस्तो नौलो थियो होइन तैपनि यहाँनिर यस्तो रहेछ भनेर हो त्यही हो ल हामी चाहिँ तलतिर जाँदैछौँ केबल कारभित्र छौँ कान बन्द हाल्दैछ मेरो मम्मी यता हेर्नु ल झालमडी के अरे झालबडी रे झालमडी खाँदैछौँ गाइस हामी झालमडी ल गाइस अब हामी फर्किँदैछौँ ब्याक टु पटना अब बस हिँडिसकेको छ यो चाहिँ इलेक्ट्रिक गाडी हो होइन यहाँ चाहिँ इलेक्ट्रिक बस पनि चल्छ होइन अनि त्यही हो अब त धेरै त के देख्नु मोबाइलमा चार्ज पनि छैन हेर्न सक्नुहुन्छ होइन
अनि बिहारभित्रै पर्छ तर राजगिर। 100 किलोमिटर परको ठाउँ हो होइन। यहाँ आएर चाहिँ 2 दिन बस्यौँ हामी, आएको दिन अनि आज, अनि अब ब्याक भइसकेका छौँ। अब हामी 3-4 घन्टामा चाहिँ पटना पुग्छौँ होला। अब पटना पुगेर नै बोलाउँला, अब कति भइसक्यो, थकित भइसक्यो होइन। अब चाहिँ हामी जाने हो, त्यही हो। ल है ल, यो चाहिँ राजगिरको अलिकति भ्यू लिउँ न त भनेर यस्तो छ है। ल बिहार राज्य